आज चाहिँ म फुल ब्याकको वर्कआउट गर्दैछु। मेरो एक्सर्साइज एकदमै बेसिक हुन्छ है, नो फेन्सी वर्कआउट। सुरुमा ल्याट पुल डाउन है, अनि सेकेन्ड ब्यान्ड ओभर रो बारबेल, अनि सिटेड रो है, त्यसपछि डम्बल रो द्याट्स इट है। त त्यति मात्र 4वटा वर्कआउट गर्छु केवल पुल ओभरबाट वार्मअप गर्दैछु है। यो मेरो लास्ट एक्टिभेसनको लागि चाहिँ यो मुभमेन्ट चाहिँ गर्छु पहिला, सबभन्दा पहिला। ल, यो ल्याट पुल डाउन चाहिँ मेरो फर्स्ट वर्कआउट हो है। मैले यसको चाहिँ 4 सेट्स है, 10 to 15 रेप्स 4 सेट्स गर्दैछु है त। यो मुभमेन्ट गर्दाखेरि चाहिँ चेस्ट अप गर्ने है, बडीलाई एकदमै तन्किन दिनु मजाले है, अनि अप्पर चेस्टमा तान्ने, स्लोली छोड्दै जाने है त। ल, सेकेन्ड वर्कआउटको चाहिँ लास्ट सेट्स हो है। म त यसलाई 8 to 10 रेप्स हान्ने कोसिस गर्दैछु है त। Let's go. ल, यो चाहिँ लोकेबल रो है, सिटेड रो पनि भनिन्छ। यो मेरो थर्ड एक्सर्साइज हो। यसलाई पनि म 4 सेट्स हान्दैछु है त। यो हान्ने तरिका चाहिँ स्ट्रेट पछाडि धेरै नरोकिने है त। अगाडि बडीलाई 90 डिग्री है, अनि अगाडिसम्म सोल्डरलाई अगाडि तन्किन दिने, चेस्ट अप, स्क्विज। यो मेरो चाहिँ 4th एक्सर्साइज है त, सिङ्गल आर्म रो। यो चाहिँ मेरो लोवर ल्याट्सको थिकनेसको लागि चाहिँ एकदमै बेस्ट वर्कआउट हो है। म हरेक ब्याक वर्कआउटमा चाहिँ यो चाहिँ गरिरहेको हुन्छु यो वर्कआउट है। यो हान्ने तरिका चाहिँ यो एक्सर्साइज चाहिँ 8 देखि 12 रेप्स गर्ने है, अनि स्लो र कन्ट्रोल है त। बडीलाई एकदमै सिधा तान्दाखेरि चाहिँ यो स्ट्रेट यो मुभमेन्ट धेरै नगराउनु है त। एकदम स्टेबल बसेर हातको मुभमेन्ट र ल्याट्स एङ्गेज हुनु पऱ्यो। एल्बो चाहिँ इन है, प्रपर हाम्रो ल्याट्समा टाँसिएर तान्ने है त।